नमस्कार तपाईँ सम्पूर्णलाई म तपाईहरुलाई आज यस्तो ठाउँमा लिएर जाँदैछु। भिडियो अन्तिमसम्म हेर्नु होला। यो बहराइनको एकदमै पपुल्यारिटी अथवा एकदमै इतिहास बनेको ठाउँ हो, जहाँ तपाईहरुले आफ्नो ठाउँमा बसेर देख्न सक्नुहुनेछ। राम्रोसँग अन्तिमसम्म हेर्नु होला। यो हो बहराइनको लाइफ अफ ट्री भनेर यसलाई नाम दिएको छ। यो चाहिँ बहराइनको मरुभूमिको एकदम बालुवाको बीचमा 400 वर्षसम्म जीवित रहेको केही नभएको रुख भनिन्छ। त्यो ठाउँमा देख्न सक्नुहुनेछ। र यही सबै हेर्न जानेहरू कसरी हिँडिरहेछन्, घोडामा हिँडिरहेछन्। अब यहाँ बाइक रेसिङहरू छ, त्यसलाई हेर्नुस्। त्यही हो, पारी देखिरहेछ। यो हो, तपाईलाई म नजिक गएर पनि देखाउनेछु। यो पारीमा देखिएको हो। यहाँ मान्छे हेर्नेको घुइँचो धेरै नै हुन्छ, एकदम भिडभाड हुन्छ। यहाँ एकदम सेक्युरिटीहरू नै धेरै छन्, बसेका छन्। म तपाईहरुलाई लिएर जाँदैछु। हेर्नु होला अन्तिमसम्म। कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला, प्रतिक्रिया दिनु होला र भिडियो सेयर पनि गरिदिनु होला। हेर्नुस्, म आज तपाईहरुलाई बहराइनको मरुभूमिको ठाउँमा यो रुख यतिका वर्षसम्म कसरी बाँच्यो तपाईहरुलाई पनि अचम्मित हुन सक्छ। हुने स्वाभाविक नै हो। न पानी छ न के छ, यस्तो हेर्नुस् त। चारैतिर यो समुद्र पनि छैन। यता एकदम बालुवा रम्बल घारी भन्छ नि, त्यस्तै हो। तपाईहरुले देख्न सक्नुहुनेछ। राम्रोसँग अन्तिमसम्म हेर्नुहोस्। म तपाईहरुलाई एकछिनपछि नजिक गएर देखाउनेछु। म यहाँ अहिले आइसकेको छु र गाडी पार्क गरेर मैले तपाईहरुलाई वरिपरिको नजारा देखाउँदैछु। ल हेर्नुहोस्, वरिपरि कति भिड छन्, कति गाडी छन्। हेर्नुहोस्, तपाईहरुले देख्न सक्नुहुनेछ। हेर्नेको घुइँचो कति लागेको छ। अब सानो बजार पनि छ यहाँ। ल हेर्नुहोस्, आइसक्रिमहरू टन्नै बजार लागेको छ सानोतिनो। अब यहाँबाट यसरी म तपाईहरुलाई देखाउँदैछु। राम्रोसँग हेर्नुहोस्। ल तपाईहरुलाई म आज के देखाउँदैछु हेर्नुहुन्छ? ल ध्यान दिएर हेर्नुहोस् है। मैले तपाईहरुलाई आज के देखाउँदैछु भन्ने कुरा हेर्नुहोस् है। यो ल के हो भन्नुभयो? ल हेर्नुहोस्, म त अझै यो लेखेको भयो। म तपाईहरुलाई अझै देखाउँछु। हेर्नुहोस्, यो भनेको मरुभूमिको ठाउँमा, हेर्नुहोस्, मरुभूमिको ठाउँमा यस्तो छ इतिहास रचेको। तपाईहरुले राम्रोसँग हेर्नुहोस् है। हेर्नुहोस्, एकछिन पाउनुहोस् है, वेट गर्नुहोस् है। तपाईहरुले देख्न सक्नुहुन्छ मैले तपाईहरुलाई के देखाउँदैछु भने है। वेट गर्नुहोस्, भिडियो अन्तिमसम्म हेर्नुहोस्। तपाईहरुले देख्नुहुन्छ अवश्य है त। म तपाईहरुलाई देखाउँदैछु है। म जाँदैछु, तपाईहरुलाई देखाउँछु अवश्य। र भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस् है त। तपाईहरुले देख्न सक्नुहुन्छ। यो भनेको मरुभूमिको ठाउँमा पनि 400 वर्ष पुरानो लाइफ अफ ट्री भन्छ यसलाई। बहराइनको ठाउँमा हेर्नुहोस्, यो बुटो रे 400 वर्ष पुरानो बुटो रे है। ल हेर्नुहोस्, यस्तो हाँगाहरू छन्। ल यस्तो मरुभूमिको ठाउँमा। ल हेर्नुहोस्, देख्नुभयो? यहाँ मान्छेहरू घुम्न उत्तिकै आउँछन्। देख्न सक्नुहुन्छ यो बुटो, यो आगो कस्तो छ त्यहाँबाट लिएर त कति ठुलो छ। यसको लम्बाइ चौडाइ हेर्न सक्नुहुन्छ तपाईहरुले, देख्नुहुन्छ। ल हेर्नुहोस्, यो हेर्नुहोस्, यहाँनिरदेखि लिएर मुस्किल नै देख्न सक्नुहुन्छ। सेक्युरिटीले भित्र जान दिएको छैन, बाहिरै रोकेको छ। म त्यहाँ तपाईहरुलाई बुटामा गएर गराउँछु भनेको, तर दिएनन् सेक्युरिटीहरूले, भित्र जान दिएन। पहिला दिन्थ्यो होइन, अहिले चाहिँ दिँदैनन्। अब नजिक गएर गर्न पहिला यो बुटोमा चढेर खिचिन्थ्यो, भिडियोहरू फोटोहरू खिच्थे। अहिले सेक्युरिटी राखेको छ, त्यो सेक्युरिटीहरूले भित्र जान दिँदैनन्, बाहिरै रोक्छन्। यही भएर मैले तपाईहरुलाई नजिक गएर देखाउन सकिनँ। ल अब बार पनि लगाएको रहेछ अहिले चाहिँ। यो पुरा बाहिर गर्नलाई
नजिक गएर अझै नजिकबाट देख्न सक्नुभएन। अब म तपाईँहरूलाई राउन्डिङ चारैतिरबाट खिचेर देखाउँछु। ल हेर्नुहोस् यो बुटो कत्रो छ भन्ने कुरा होइन, हेर्न सक्नुहुनेछ। अब हाम्रो नेपालमा कतिौँ वर्षसम्मका रुखहरूको त्यति भाइरल छैन, त्यति इतिहास बनेको छैन। तर यो मरुभूमिको ठाउँमा भएर होला यो यति धेरै इतिहास बनेको छ, यति धेरै यति धेरै पर्यटकहरू आउँछन् कि यो बुटलाई हेर्न भनेर। त्यसैले गर्ने हो भने के हुने रहेछ र, जे पनि हुने रहेछ। ल हेर्नुहोस् त, यस्तो बुटलाई पनि हेर्न मान्छेहरूको घुइँचो कति छन् र वरिपरिबाट कत्रो छ बुटो। खासै त्यति ठुलो त छैन तर झाङ्गिएकोमा हो, हाँगाहरू अलि लामा भएर अलि ठाउँ धेरै उकटेको छ। भित्र जानलाई यस्तो बार लगाएको छ, जान मिल्दैन। तपाईँहरूले देख्न सक्नुहुनेछ। हेर्नुहोस्, म अन्तिमसम्म देखाउँछु तपाईँहरूलाई। म वरिपरि घुमेको छु, यो बुटको यो क्राउन लगाइसक्नेछु। तपाईँहरूले हेर्न सक्नुहुनेछ। यो बहराइनको 400 वर्ष पुरानो। सायद यो बुटको नाम चाहिँ के हो त्यति हामी अलिकति कन्फ्युज छौँ। र यसो हेर्दा हाम्रो नेपालको खैर, सेतो खैर जस्तो लाग्छ। अब हो कि होइन त्यो चाहिँ कन्फ्युज छौँ हामीहरू। यहाँ हेर्नुहोस् कति वरिपरि छन् मान्छेहरू हेर्नेको हुन्छ, फोटो खिचेको छन्, भिडियो बनाएका छन्। सुरक्षित गरेको छ। जे होस्, यसैले भए पनि केही पर्यटकहरू आउने पहिला भित्र जान दिन्थ्यो। यो चाहिँ बहराइनको लोकेसन हो। यहाँ पेडमा कहाँनिर छ यो रुख, लाइफ ट्री भनेर यहाँ तपाईँले आएर लोकेसन यसरी हेर्न सक्नुहुन्छ। लोकेट बनाएको छ, नक्सा बनाएर राखेको छ, हेर्न सक्नुहुन्छ। पहिला हामीहरूलाई यसभित्रै जान दिन्थ्यो, भित्रै बुटमै चढेर फोटाहरू धेरैले खिचे। पहिला सुरुमा हामीहरू पनि जाँदै गएको थियौँ पहिला नै। त्यतिखेर तपाईँहरूको बुटमै चढेर खिच्ने, पछि त्यहाँ हाँगाहरू भाँचिदिने, त्यो बनाएर अनि गाह्रो भयो। ल हेर्नुहोस् यस्तो दिवार बनाएको छ, यस्तो दिवार बनाएर संरक्षण गरेको छ। तपाईँले देख्न सक्नुहुनेछ। सानो दिवार हो। अब अलिकति साँझ पर्दै गयो, मान्छेको भिड त अझै बढिरहेको छ। तपाईँले देख्न सक्नुहुनेछ। हेर्नुहोस् कति राम्रो यस्तो दिवार बनाएको छ। म भिडियो बनाउँदै फेरि भित्र पसेको थिएँ, त्यति बेला फेरि सेक्युरिटी आएर मलाई बाहिर लखटेको थियो। तपाईँले देख्न सक्नुहुन्छ, उसले जा भनेको छ सेक्युरिटीले। ल साँझ परिसक्न थाल्यो यहाँ, अब घुइँचो छ। ल हस् त, धन्यवाद अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा है त।